हेलो एभ्रिवान। अस्ति हामीले पाठ 11 सम्म गरेका थियौँ नेपालीको होइन, कक्षा 10 को। आज चाहिँ पाठ 12देखि। ओके, सो आज पाठ 12 पहिला चाहिँ पाब्लो पिकासो है। पहिलो शब्द रहेको छ संवेदना, भनेको मानिसका मनमा हुने मार्मिक अनुभूति है। त्यसपछि छ झङ्कार, भनेको बिना अथवा गिटार आदि तारका बाजा बजाउँदा सुनिने सुमधुर ध्वनि अथवा झन्झनाहटलाई झङ्कार भनिन्छ ल। त्यसपछि छ विलक्षण, भनेको अनौठो अथवा असाधारण है। त्यसपछि छ कम्युनियन, भनेको पिकासोले बनाएको एक चित्रको नामलाई के भनिन्छ? कम्युनियन। त्यसपछि छ अर्को क्यानभास, भनेको क्यानभास होइन, क्यानभास है। चित्रपट अथवा चित्र बनाइने कपडा, भित्तो अथवा ठाउँलाई चाहिँ क्यानभास भनिन्छ होइन। पोर्ट्रेट भनेको मुहारको चित्र है, मुहार चित्रलाई पोर्ट्रेट। ब्लू पिरियड भनेर एउटा पिरियड हो होइन, ब्लू पिरियड भनेर चिनिने पिकासोको चित्र निर्माणको एक कालखण्ड है। त्यसपछि चाहिँ मोनोक्रोमेटिक, भनेको धेरै रङ्ग मिसाएर बनाएको एउटै रङयुक्त एक रङ्गी। त्यसपछि व्यग्र, भनेको व्याकुल अथवा विह्वल। त्यसपछि आक्रान्त, भनेको हमला गरिएको, घेराउमा परेको अथवा पराजित। अवसाद, भनेको मनमा पर्ने पछुताउ, उत्साह अथवा आशा आदिको अभाव। पिङ्क पिरियड, ब्लू पिरियड जस्तै पिङ्क पिरियड है, त्यो नि पिकासोको चित्र निर्माणको एक कालखण्ड हो। त्यसपछि घनवाद, भनेको चित्रकला एवं मूर्तिकलाका क्षेत्रमा खास गरी हरेक चिजलाई गोलाकार वस्तुका रूपमा हेर्ने एक शैली होइन। सेरामिक, भनेको माटाबाट बनाइएका शिल्पयुक्त भाँडा अथवा माटाका भाँडा ल। साक्ष्य, भनेको आफैले देख्ने, दर्शक साक्षी बस्ने काम। त्यसपछि छ तैलचित्र, भनेको तेल रङबाट चित्र बनाउने कला है। निलाम बिक्री, भनेको सबैभन्दा बढी मोल दिनेलाई माल बिक्री गर्ने काम होइन। अर्को छ दसी, भनेको सबुत अथवा प्रमाण। नाजी, भनेको जर्मनीको एक प्रसिद्ध राजनीतिक दल। पोप, इसाई धर्मका प्रधान गुरुलाई पोप भनिन्छ है, इसाई धर्मको प्रधान गुरुलाई पोप। दीर्घ, भनेको लामो। अद्भुत, भनेको अचम्मको। शैशवावस्था, भनेको बालककाल होइन। पूर्णकालीन, भनेको सदाकालीन। बहुमुखी, धेरै कुरा जान्ने। सिर्जना, भनेको रचना। मनस्थिति, मनको अवस्था। आकृति, भनेको तस्विर। विसङ्गत, भनेको सङ्गति भएको। कृति, भनेको कुनै पुस्तक, चित्र आदिको रचनालाई कृति भनिन्छ। त्यसपछि हाम्रो अर्को पाठ रहेको छ पख्नुस, पाठ 13 पख्नुस है। पहिलो शब्द बढत्व, भनेको बढी हुनुको भाव, बडप्पन होइन। बक्न्याइ, भनेको मौखिक रूपमा बयान गर्नु, बेहोसीमै कुनै कुरा भन्नु, बरबराउनु। मनिटर, भनेको कम्प्युटरको स्क्रिन अथवा मस्तिष्कको दृष्टिलाई मनिटर भनिन्छ होइन। घट्ट, भनेको कुलामा ल्याएको पानीको धारले काठको पङ्खा घुमाई पिठो पित्ने ठुलो खालको जाँतो जस्तो साधन, पानी घट्ट है। घैया, भनेको पानी नलाग्ने खेतबारीमा रोपिने एक किसिमको धानलाई घैया धान भनिन्छ होइन। चाक्सी, भनेको पातलो र पहेँलो बोक्रा हुने गुलियो स्वाद भएको फलको एक जातलाई चाक्सी भनिन्छ होइन। पातलो र पहेँलो बोक्रा हुने गुलियो स्वाद भएको फलको एक जात। जुम्सो, भनेको दुब्लो, मरन्च्यासे वा लोसो ल। इष्टसिद्ध, भनेको इच्छा गरिएको काम सम्पन्न हुनु। गज, भनेको 3 फुट वा 36 इन्च लम्बाइको नापो। पलायनवादी, आफ्नो सिद्धान्तमा स्थिर नरहने खालको होइन, पलायन सिद्धान्तको अनुयायी। पामर, अविवेकी, कातर, अबुझ होइन। त्यसपछि छ पाठ 14 मा घरको माया। आँत, भनेको शरीरको भित्री भाग, अन्तःकरण होइन। रद्दी, भनेको काम नलाग्ने, गए गुज्रेको। उत्कण्ठा, भनेको उत्सुकता है। बिजुली हुनु, सिपालु हुनु। गत अवस्था। लाठे, भनेको रोपाइमा कोदालीको काम गर्ने व्यक्ति। प्लावित हुनु, भनेको उत्तेजित हुनु।
है। चेहरा भनेको अनुहार, भुटुन भनेको तरकारी वा अन्य चिज पकाउन प्रयोग गरिने घिउ अथवा तेललाई भुटुन, हैन। भकारो भनेको गाई भैँसी आदि पशुको मल। कमारो भनेको नोकर। चित्त भनेको मन अथवा दिल। सखारै भनेको सबेरे अथवा बिहानै। भुजो भनेको मुखमा टम्म राख्ने काम बिर्को। गरम भनेको तातो अथवा गर्मी। आली भनेको खेतको सिमाना छुट्याउन अथवा पानी अड्डिने बढाउनलाई चाहिँ चारैतिर केही उठाइएको माटोको ढिललाई चाहिँ आली भनिन्छ, हैन। सामल बाटाका लागि बोकेको खाद्यवस्तु अथवा बाटा खर्च। हंस भनेको प्राण, है। यसरी पाठ 14 नि सकिएको छ। अब छ पाठ 15 गाउँमाथि एउटा कविताको, है। पहिलो शब्द रहेको छ थोता भनेको दाँत पुरै वा खण्ड रूपमा नभएको, हैन। भाती भनेको कामको तौर तरिका, पद्धति अथवा किसिम। उग्राई भनेको गाई भैँसी आदि पशुले निलिसकेको घाँस पराल आदि फेरि मुखमा फर्क्याई चपाउने काम। पहिला के गर्छ, गाई भैँसीले केही कुरा खान्छ, होइन, त्यो सिधै निल्छ, त्यसलाई फेरिदेखि मुखमा ल्याउँछ, होइन, रेस्ट गरिरहेको बेला चाहिँ फेरि मुखमा ल्याउँछ अनि बल्ल चपाउँछ, त्यसैलाई चाहिँ के भन्छ, उर्ग्याई, है। पर्म भनेको आफू आफूमा आलो पालो गरी एकले अर्काको काम गरिदिने चलन, है। आज उसको खेतबारीमा सबैजना मिलेर काम गरिदिने, भोलि फेरि सबैजना मिलेर अर्काको गरिदिने, त्यसलाई चाहिँ पर्म भनिन्छ, होइन। धामी भनेको तन्त्र मन्त्र गरी झारफुक गर्ने व्यक्ति अथवा झाँक्रीलाई धामी। जिम्दार भनेको जमिनदार, भूपति अथवा जिम्मावाल। मजेत्रो भनेको महिलाले टाउकोमा उड्ने एक सरो कपडा पछ्यौरा, है। भकारो भनेको गाई भैँसी आदि पशुको मल, गोबरको थाप्रो। अनौ भनेको हलाको हातो वा मुठलाई अनौ भन्छ, होइन। अर्जाप्ने भनेको हतियारमा साँध लगाउनु अथवा धारिलो पार्नु। बालिग भनेको बाल्यावस्था पार गरेको उमेरदार अथवा जवान, है। बालक अवस्था हुन्छ, त्यसपछि बालिग भनेको चाहिँ बाल्य अवस्था चाहिँ पार गरिसकेकोलाई चाहिँ बालिग, होइन। अन्तरिक्ष पृथ्वी तथा ग्रह नक्षत्र आदिका बीचको वा दुई ग्रह र ताराको बीचको खाली स्थानलाई अन्तरिक्ष, होइन। ढिकीच्याउ भनेको खुट्टा घोच्याएर हिँड्ने, होइन। ढिकी भनेको मान्छेले खुट्टाले थिचेर उचाल्दै छाड्दै गरी धान चिउरा आदि अन्न कुट्ने काठको चारपाटे यन्त्र विशेष, है। त्यसपछि कामयाब भनेको सफलता प्राप्त भएको, इच्छा पुरा भएको, सफल। चपरी भनेको दुबो झार आदि समेतको माटोको चोइलो। दुवाली भनेको माछा मार्न वा जाल थाप्न बनाइएको खोलाको साँघुरो मुहानमा गाडिने छेका अथवा बार, है। भाकल भनेको आफ्नो इच्छा सिद्ध होस् भनेर गरिने पूजालाई भाकल। घोषणापत्र उद्देश्य प्रति सत्यता वा वचनबद्धता घोषित गर्ने पत्र विशेष, है। दन्त्यकथा भनेको लोकले युगौँदेखि सुरक्षित गर्दै आएका कथा, है। त्यसपछि छ हाम्रो पाठ 16 आयाम। पहिलो शब्द रहेको छ आभास भनेको भान अथवा झझल्को। सीमित भनेको केही नरहने गरी हटाइएको, समाप्त गरिएको। धपेडी काम वा अत्यधिक परिश्रमबाट हुने थकान, होइन। क्षितिज भनेको पृथ्वी र आकाश जोडिएको जस्तो देखिने स्थान, है। सकस भनेको शास्ति अथवा दुःख। पारिश्रमिक भनेको परिश्रम वा कुनै काम गरे बापत दिइने धन अथवा ज्याला। अथाह भनेको धेरै अथवा अगाध, है। चिरन्तर भनेको प्राचीन कालदेखिको पुरातन, है। अभिनव अनुकरण अथवा हाउभाउ। अपवाद भनेको नियमसँग नमिल्ने। क्षोभ भनेको आपत्तिजनक व्यवहार आदिबाट उत्पन्न हुने व्याकुलता सहितको रिस। लवज भनेको बोली। बढेमा अति ठुलो। हैरानी दिक्तारी। हताश भनेको निराश। र हाम्रो अन्तिम पाठ रहेको छ सन्दुकरुइत, होइन। पहिलो शब्द चाहिँ मानचित्र भनेको नक्सा पृथ्वीका सम्पूर्ण महादेश तथा महासागरको चित्र। हिम श्रृङ्खला हिमालय पर्वतका पङ्क्ति, हिमालयका श्रेणी, होइन। भूपरिवेष्टित चारैतिर अरू देशको भूभागबाट घेरिएको वा समुद्री मार्ग नभएको। मोतीबिन्दु भनेको आँखाको नानीमा जालो पर्ने एक रोग अथवा त्यसलाई मोतिया बिन्दु पनि भनिन्छ। रुइटेक्टोमी
अनि सन्दुक रुइतीले पत्ता लगाएको आँखाको उपचार सम्बन्धी विशेष प्रविधिलाई रुइटेक्टोमी। अन्तरिक्ष अघि पनि आएको थियो होइन, पृथ्वी वा अन्य ग्रहको नक्षत्रको गुरुत्वाकर्षण शक्तिभन्दा बाहिरको क्षेत्र। खोज, दुई पहाडका बिचको गहिरो र साग्रो ठाउँलाई खोज। ओडार भनेको पहाडको पाखाभित्तामा मानिस वा अन्य जीवजन्तु बस्न हुने किसिमले बनेको खोपो आकारको खाली ठाउँ अथवा गुफा। सङ्घर्षशील भनेको सङ्घर्षमा लागेको, सङ्घर्षमै जीवन बिताएको, सङ्घर्षले भरिएको है। क्षयरोग भनेको फोक्सोमा विशेष किसिमको कीटाणुले प्रवेश गर्नाले घाउ भई बिस्तारै रोगी गल्दै जाने प्रसिद्ध रोगी। टिबी सुकेनास पनि भनिन्छ होइन। प्रवेशिका भनेको उच्च शिक्षा प्रवेश गर्नुभन्दा पहिले लिइने उच्च माध्यमिक तहको परीक्षा, एसएलसी अथवा म्याट्रिक होइन। त्यसपछि छ शिविर, कुनै काम सम्पन्न गर्नका लागि अस्थायी रूपमा पाल टाँगेर बनाइएको बस्ने ठाउँ है। इन्ट्राओकुलर लेन्स, मोतीबिन्दुका कारण काम नलाग्ने भएको प्राकृत लेन्सको ठाउँमा प्रत्यारोपण गरिने कृत्रिम है, आर्टिफिसियल लेन्स। दृढ भनेको अचल, अडिग, बलियो अथवा तरो। विख्यात, प्रसिद्ध, शोकाकुल, शोकको पीडाले छटपटाएको है। माथत भनेको अधीन। मोतीबिन्दु आँखाको नानीमा जालो पर्ने एक रोग है। सर्वसुलभ भनेको सहज उपलब्ध। माथा भनेको शिर है। यसरी हाम्रो नेपालीको कक्षा 10को पाठ, सबै पाठको 1 देखि 17 पाठसम्मको शब्द अर्थ भ्याइएको छ है। अब चाहिँ हामी प्रश्न नम्बर 2 देखि होइन प्रश्न नम्बर 10 सम्म आउने क्वेसनहरूको जुन टपिक छ त्यो टपिकबारे नेक्स्ट भिडियोमा चाहिँ हामीले कुरा गर्नेछौँ होइन। सर कसरी लास्ट आवरमा चाहिँ सर एकपल्ट हेरेर जाने गरी पुग्ने गरी त्यो गर्नेछौँ है। ल सी यु इन द नेक्स्ट भिडियो। लाइक, सेयर अनि कमेन्ट पनि गरिदिनु होला के नयाँ भिडियो चाहियो भनेर है। सब्सक्राइब पनि गरिदिनु होला। थ्याङ्क यू, बाई बाई।